साथीहरु तपाईहरुको स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ कि छैन त्यो कसरी चेक गर्ने। आजको यस भिडियोमा म तपाईहरुलाई बताउन गइरहेको छु कि आखिर तपाईको लाइसेन्स छ जुन प्रिन्ट भएको छ कि छैन तपाईले कसरी चेक गर्ने। सो तपाईले यहाँ आफ्नो लाइसेन्स प्रिन्ट भएको छ कि छैन त्यो चेक गर्नको लागि जस्ट तपाईले यहाँ सर्च गर्नुपर्ने हुन्छ dotm.gov.np तपाईले सर्च गर्नु होला। यो सर्च गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुनेछ यातायात व्यवस्था विभागको जुन वेबसाइट रहेको छ अफिसियली त्यो आइसकेको छ। जस्ट तपाईले यसमा टच गर्नु होला। तपाईले आफ्नो मोबाइलबाट पनि चेक गर्न सक्नुहुनेछ तपाईको लाइसेन्स प्रिन्ट भएको छ कि छैन। सो तपाईले यहाँ हेर्नुभयो भने पहिलो यहाँ हेरौं ई सर्भिसमा यहाँ तपाई हेर्नुभयो भने सबभन्दा तलको अप्सन हेर्न सक्नुहुनेछ चेक स्मार्ट कार्ड ड्राइभिङ लाइसेन्स डिटेल। तपाईले यहाँबाट आफ्नो लाइसेन्स हेर्न सक्नुहुनेछ। यहाँबाट तपाईले आफ्नो डेट अफ बर्थ राख्नु होला, यहाँ लाइसेन्स नम्बर राख्नु होला। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुनेछ मैले आफ्नो डेट अफ बर्थ र यतापट्टि लाइसेन्स नम्बर राखिदिएको छु। यहाँ सर्च गरिसकेपछि यहाँ हेर्न सक्नुहुनेछ मेरो जुन लाइसेन्स कार्ड छ त्यो यस्तो देखिरहेको छ। यस्तो छ मेरो लाइसेन्स कार्डको विवरणहरु र मेरो लाइसेन्स कार्ड प्रिन्ट भएको छ कि छैन त्यो चेक गर्नको लागि तपाईले जस्ट के गर्नुपर्छ भन्दाखेरि यो ड्राइभिङ लाइसेन्सको अप्सनमा टच गर्नु होला। त्यसपछि यहाँ प्रिन्टेड ड्राइभिङ लाइसेन्स सर्चको अप्सन छ जस्ट तपाईले यसमा टच गरिदिनु होला। यसमा टच गरिसकेपछि यहाँ तपाईले आफ्नो नेम र तलपट्टि तपाईले ड्राइभिङ लाइसेन्स नम्बर दिनुपर्ने हुन्छ। सो म यहाँ ड्राइभिङ लाइसेन्स नम्बर र आफ्नो नाम यहाँ लेखिदिन्छु। तो यहाँ तपाईले आफ्नो नाम र ड्राइभिङ लाइसेन्स नम्बर राखिसकेपछि यहाँ चेक स्ट्याटसमा टच गर्नुभयो भने यहाँ तपाईको लाइसेन्स आउनेछ। सो मेरो लाइसेन्स जुन छ त्यो प्रिन्ट भएको छैन। यहाँ हेर्न सक्नुहुनेछ नो डाटा अवेलेबल इन टेबल किनकि मेरो 6-7 महिना मात्रै भएको छ लाइसेन्स बनाएको, त्यही भएर अहिलेसम्म प्रिन्ट भएको छैन। र त्यही यदि तपाईले रोडमा कतै ट्राफिकलाई देखाउनु भयो भने तपाईलाई कुनै पनि ट्राफिकले रोक्न सक्ने छैन। सो तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक शेयर र कमेन्ट गर्नुहोस्। धन्यवाद।